वेलकम टु माई न्यू भ्लग है। आज चाहिँ हामी घरदेखि यहाँनिर समुद्र हेर्न आएको। मेरो फर्स्ट टाइम होइन, फर्स्ट टाइम भन्दा मैले अस्ति म चाहिँ युएस आएको 2-3 दिन भयो भनौँ न। अनि मैले चाहिँ समुद्र चाहिँ के अरे कतार देखिसकेको थिएँ। अनि यहाँ पनि आज हेर्न आएको। यस्तो चिसो छ, यस्तो चिसो छ है। बुढासँग आएको, यस्तो चिसो छ, हातै कक्रिसक्यो, यस्तो रातो भइसक्यो चिसोले है। यस्तो चिसो रहेछ यहाँ हेर्न सक्नुहुन्छ। आइस पानीमा पनि आइस जमिरहेछ क्या, यस्तो चिसो छ है गाइस। सुरुमा अस्ति आउँदाखेरि त मलाई यो ठाउँ त कस्तो विरक्त लागेको थियो, अहिले पनि विरक्त लागिरहेछ है। उता जस्तै नहुने रहेछ। जाडो छ, देख्नु सक्नुहुनेछ यहाँ पनि आइस जमेको रहेछ। हुन त यस्तो चाहिँ मैले मुस्ताङ जाँदाखेरि पनि यस्तै भएको थियो मलाई। म हिँड्दाखेरि मेरो यो ल्यासमा नि हिउँ परेको थियो क्या, त्यस्तै रहेछ यहाँ पनि जाडो। अब चाहिँ हामी भित्र पस्नेछौँ, तातो हुन्छ भित्र। मतलब तातो भयो, बाफ्रे यस्तो चिसो भएको छ कि मेरो हात देख्नु सक्नुहुनेछ। मेरो हात रातो भइसकेको छ। फुट्यो त्यति चिसोले फुट्छ एकैछिनमा। हुन्छ अब हामी सपिङ गर्नु जाँदैछौँ। हामी चाहिँ के सपिङ गर्नु जाने? ग्रोसरी है। देख्न सक्नुहुनेछ घाम पनि लागिरहेछ, तर यति चिसो छ कि है। चिसोको त पुरै नगरौँ होला होइन। मैले चाहिँ तपाईँ जसरी कहिले गाडी कुदाउनु सक्छु होला। ओ म त सिट बेल्ट लाउनै बिर्सेछु। यहाँ त सिट बेल्ट लगाएन भने चाहिँ के भन्छ त गाडी बच्छ रहेछ, मलाई थाहै थिएन। राम्ररी सिट बेल्ट लगाएको, सिट बेल्टले धेरै प्रोटेक्ट गर्छ। यहाँ चाहिँ मान्छेहरूले यसरी कुकुरलाई डुलाउनु रहेछ। एकदम जुम नभएको कस्तो कुकुर। म यति धेरै कुकुर लभर हो कि होइन, कुकुर बिरालो है मलाई यति मनपर्छ है। गिफ्ट गरिदियो नि हुन्थ्यो कसैले। हाम्रो चाहिँ उता धरान, अब धरानमा चाहिँ मेरो घरमा चाहिँ एउटा मात्रै कुकुर छ होइन, एउटा कुकुर। वाह कस्तो राम्रो घर। एउटा कुकुर छ। अनि उता मेरो माइती घरमा चाहिँ 4वटा कुकुर छ अनि 2टा बिरालो छ। हामी चाहिँ सबैजना मेरो माइती घरको सबैजना कुकुर लभर हो होइन। कि गाइज मैले नेपालदेखि युएससम्म आएको ट्राभल भ्लग पनि बनाउँछु भनेको थिएँ कि सकिनँ क्या, मैले सकिनँ। अलिअलि खिच्दा त हुन्थ्यो कि, तर मलाई मेरो फर्स्ट टाइम हो, कस्तो लाग्यो कि मलाई। अनि मैले बनाइनँ, सकिनँ पनि। कस्तो टाउकोहरू दुख्ने, झन् नहुने त्यस्तो भएको थियो कि। अनि त्यही भएर मैले बनाइनँ होइन। मलाई बुढाले चाहिँ बनाऊ भन्दै हुनुहुन्थ्यो। यति धेरै सपोर्टिभ हुन्छ मेरो हस्बेन्ड है। तर मैले बनाइनँ। त कुकुर भनेपछि जे पनि मनपर्छ क्या, जस्तो पनि मनपर्छ कुकुर भनेपछि। क्युट लागिहाल्छ क्या मलाई, माया लागिहाल्छ क्या। पहिला म उता पढ्दाखेरि काठमाडौँमा बसेर पढ्दाखेरि है, यति बाटोमा कुकुरहरू हुन्थ्यो क्या। म सबैलाई छुन्थेँ, कति माया गर्थेँ है बाटोमा हुने कुकुरलाई। लास्टमा त एउटा कुकुरले त मलाई त खेदाएको थियो कि, त्यहाँदेखि चाहिँ डर लाग्छ छुनुलाई। कलेज जाँदाखेरि क्या खेदाएर मलाई त कता होइन। जहिले म कलेज जाँदाखेरि बिहानै अब बिहान जाँदाखेरि खाजाहरू के अरे बिस्कुटहरू डुनरहरू खाँदै जान्थेँ क्या बिहानै है। अनि त्यसलाई जहिले म दिन्थेँ क्या। पछिबाट छुच्चा भएको रहेछ त्यो कुकुर।
ठुचो भएको रहेछ मलाई थाहै थिएन खेद आएर म त कम्ता सातो पुत्लो नै उडाएको छ क्या त्यसले त्यही भएर म चाहिँ डर लाग्छ गाइस तपाईँहरू मसँग टिकटकमा फ्रेन्ड हुनुहुन्छ भने मेरो टिकटक हेर्नुहोस् मैले यस्तै चिसोमा मैले टिकटक बनाएको छु आँखामै घाम आएर घर आएर चप्पल लाउँदाखेरि चिसो भयो अरे जुत्ता ल्याएर आउनुहुन्छ अरे गाईहरू हामी चाहिँ ब्याक भइसक्यौँ उहाँले चाहिँ जुत्ता लगाएर आइसक्नु भयो अब हामी कहाँ जाने अरे सुपर मार्केट जानु लागेको हामी चाहिँ यहाँनिर गाडीको बारेमा कुरा गर्दैछौँ होइन कसरी चलाउने गाडी भन्ने कुरामा म गर्दैछु है गाइस अब नेपालमा त एज अलवेज नेपालको साइड भनेको लेफ्ट हो होइन यहाँ चाहिँ राइट हुँदो रहेछ अब चलाउनु त आउँछ होइन चलाउनु नआउने होइन तर बिर्सिन्छु क्या लेफ्टमा हिँडिहाल्ने जस्तो टाइपको हुन्छ क्या बिर्सेर त्यही भएर मैले कसरी चलाउने भनेर सोच्दैछु उहाँले सिकाउँदै हुनुहुन्छ मलाई यहाँ चाहिँ सबै चिसोले हो कि केले हो यो रुख पात झरेको हाम्रो उता नेपालतिर त यस्तो छैन भएको छैन यतिसम्म खाली चाहिँ भइसकेको छैन होइन छ अलिअलि हरियो छ यहाँ चाहिँ पुरै नै निक्लिँदो रहेछ रुखको पत्ताहरू डिपेन्ड्स त बुढी कस्तो खाले रुख छ त्यो भएर पनि 12 महिना हरियो हुने रुख 12 महिना हरियो होइन 33 अरे तपाईँको गाडी देखेर देखा हो ए वा अटोमेटिक रहेछ तो अपनी साथ अब यहाँ त रुख ढलेछ नि त पोल त्यो ढल्यो भने त डेन्जर हुन्छ त नि यो पोल ढलेको रहेछ यहाँ चाहिँ गाइस मैले एउटा के नौलो देखेँ भन्दा यहाँ पोल पनि रुखकै लाउँदो रहेछ क्या पुरा त्यो राम्रो हो नि त होइन रुख काठकै लाग्छ नि न पोल तर मक्यो भने चाहिँ ढल्छ ढलेपछि चाहिँ मान्छेलाई लाग्छ ब्याङ्क रहेछ यो चाहिँ सबै थोककै सानसानो चिटिक्क परेको हुँदो रहेछ है हुन त अब यहाँको मान्छेहरूले मेरो भ्लग हेरेर देख्यो भने हाँस्नुहुन्छ होला होइन हुन त ठुलै छ तर पनि उताको हेरिकन चाहिँ पुरै अलिक सानै नै हुँदो रहेछ घरहरू चाहिँ है अब उता चाहिँ 2, 3, 4, 5, 6 ताले देख्ने बानी भएको नि त अनि त्यही भएर मलाई त्यस्तो लागेको हामी चाहिँ मार्केट आइसक्यौँ अब यहाँनिर पार्किङ गर्दै हुन्छ है यो चाहिँ के प्यारल पार्किङ ब्याक पार्किङ कस्तो हुन्छ प्यारल पार्किङ भनेको चाहिँ घुमेको प्यारल पार्किङ यसो छड्के हो कि हामी चाहिँ बाहिर निस्किरहेको छौँ है गाइस यस्तो चिसो छ उहाँ चाहिँ मलाई भ्लग बनाउनु भनेर चाहिँ एकदम इन्करेज गर्नुहुन्छ तर त्यही साथसाथै लजाउनु पनि हुन्छ अनि कसरी चाहिँ म भ्लग बनाउनु त गाइस कसरी भ्लग बनाउनु बनाऊ 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 भनेर इन्करेज पनि गर्ने अनि लगाउने पनि ओ वाउ के गर्नु हाम्रो भाषा मिल्दैन भाषा मिले भएको यति बोलिसक्यो अरे हामी चाहिँ अब भित्र छिर्न लागेको यहाँ क्रिसमसको सजाउने रुखहरू गमलामा चाहिँ बेचिरहेको रहेछ यसरी खोल्दो रहेछ भिडियो बनाउनु त दिन्छ नि टिभी हेर्दै हुनुहुन्छ कति इन्चको टिभी हो यो प्राइस हेर्नु सक्नुहुन्छ 696 सेकेन्ड ह्यान्ड फर्स्ट ह्यान्ड यहाँ चाहिँ यस्तो रहेछ गाइस उयोहरू पनि ऐनाहरू पनि एकदम लाज लागिरहेछ है गाइस लाज लाग्दो भयो भने बनाउनै पर्यो है अब उसलाई बनाऊ पानी त छ होइन स्याम्पूहरू हेर्नु नेपाली स्याम्पू यहाँ रहेछ त बुढा हेर त बुढा एउटाको $6 होइन सस्तो भन्दा पनि यो 800-900% नेपाली तर मैले हिजो किनेको थियो कतिमा किनेको $5 मा किनेको सानो यत्रोको $5 मा किनेको नेपाली दोकानमा ओ माई गड घाटा हुँदा टुथब्रस यहीँ आउनु पर्ने रहेछ नि त नि होइन अलिक सफ्ट वालामा है यस्तो
यो क्याप चेन्ज गर्न खालको दुईटा त किन यति त्यसको यो कस्तो छ यो सफ्ट छ मलाई चाहिँ सफ्ट चाहियो गाइस लुगाहरू पनि पाउँदो रहेछ हामी चाहिँ खानेकुराको सेक्सनमा आइसकियो के हो यो फ्रोजन फ्रेस के हो यो कर्नब्रेड हो क्या वाउ केकहरू पनि रहेछ त्यहाँ त नि डन्किन डोनट खाउनु न डन्किन डोनट खाऊँ न यो हो चिज केक लाने किन लाने मलाई चाहिँ डन्किन डोनट खाउनु है राखौँ एउटा आज हामी चाहिँ लिनौँ भोलिको एक्सपायर डेट रहेछ त्यही भएर ससेसहरू पनि छ यो चिकन मिट बल होइन मासुहरूको बुढा बुढा यो के हो यो ससेस यो सस्तो रहेछ नि त सेयर चिज भयो यो कस्तो मनै पर्दैन सबै खालि यो चाहिँ हटडगमा हाल्ने टाइपको हो ए चाहिँ कहाँको मुस्ताङको एप्पल हो 499 रहेछ कुन यो राम्रो हुन्छ कि यो राम्रो हुन्छ बुढा अर्ग्यानिक गाला एप्पल्स अरे फुजी एप्पल्स अरे अर्ग्यानिक अनि क्रिप्स एप्पल्स अरे अर्ग्यानिक गाला फुजी अरे यो चाहिँ छुरुम छुरुम छ यो चाहिँ हुन्छ राम्रो छानौँ न राम्रो यो लाम ग्रेपफ्रुट्स ओरेन्ज ग्रेप्स हेरौँ न ग्रेप्स यहाँ चाहिँ के हो सुपहरू स्यालेड एपटाइजरहरू ब्रान्च 1199 अरे नेपाली कति हो यो 1400 1500 नेपाली यो केमा बुढा यो खाखा एउटा लगाउँ न प्याज यो आलु कस्तो मिठो हुन्छ नि पनि पाउँदो रहेछ हाम्रो चाहिँ यति धेरै भयो ग्रोसरी पनि यहाँ चाहिँ आफैले कति हुने रहेछ हाम्रो बिल टोटल चाहिँ कति हो Your total is 246. है गाइज Please select your payment. Please wait. System processing. गाइज हामी चाहिँ अब सपिङ गरेर घरतिर लाग्नु लागेको तर लास्टै चिसो रहेछ हजुर आज चाहिँ मैले खासै मेरो अनुहार देखाइनँ भित्र लाग्नु यस्तो बिल्ला भयो मेरो सगमलाई मन परेको कार उयो होइन यस्तै खालको है मेरो दिदीलाई चाहिँ यो अगाडिको सानो ब्लू कलरको वाला कार साह्रै मन परेको अरे यस्तै टाइपको
चिनेहरू चाहिँ त्यहाँ राख्नु न सुरु पानी त्यो दुधहरू अन्डाहरू हामी चाहिँ यो राखेर म तपाईँलाई देखाउने छु है गाइस हामीले चाहिँ सबै सामानहरू हालिसक्यौँ र अब हामी चाहिँ घर जानु लागेको चिसो छ ट्राफिक लाइटमा परेको छौँ के भयो किन निशब्द हुनुहुन्छ बुढा निशब्द हुनुहुन्छ त तपाईँको बक्सिङ क्लास चाहिँ कहिलेदेखि सुरु गर्ने अरे तपाईँले ए मलाई चाहिँ कहिले सुरु गरिदिने मेरो चाहिँ तिमी आफै गर्छ खुब नेपालमा तिमीलाई मसँगै लान्छु तर होइन मलाई अहिले अलिक टाइम लाग्छ मलाई घरमै बस्नु त कस्तो लागिरहेछ है रुम स्प्रे पाएन रुमेश यहाँ छैन त्यो ठुलो टपमा पाउँछ किन अल्ल त भयो त लाडी हिँड न लग्यो भने तिमीलाई महँगो पाउँछ नि त पर्दैन अरू होइन क्या नेपालमा हामीले ओडोनिल चलाएको चाहिँ त्यस्तो भयो हुन्छ क्या त्यस्तै एउटा एउटा टोइलेटमा एउटा हाम्रो कोठामा एउटा सिटिङ रुममा टाँसिदिनुपर्छ क्या त्यति भयो यहाँ यो कन्डोहरू यो हो यहाँ चल्ने बस चाहिँ ए यस्तोमा हुँदो रहेछ है बस चाहिँ गाइस एउटा गाडी मात्रै ट्रेन पनि छ ट्रेन छ त अनि अस्ति हामी ट्रेन स्टेसनमा दाइले देखेको मैले ट्रेन चाँडो रहेछ हाम्रो के अरे कहाँ पुग्दैछ हाम्रो ट्रेन त हाम्रो नेपालमा त ठुलै छ ट्रेन उता इन्डियामा के अरे मतलब हाम्रो घरदेखि नजिक पर्ने इन्डिया भनेको जोगबनी हो होइन गाइस हामी 1 घन्टामै पुग्छौँ त्यो ठाउँ चाहिँ लामै छ ट्रेन होइन तर त्यत्रो खालको ट्रेन चाहिँ मैले कहाँ देखेको थिएँ क्या 1 घन्टा पुग्छ लाडी 2 घन्टा लाग्छ ओ बुढा 1 घन्टामा पुगिन्छ विराटनगर अनि रोड हो नि त बुढा त्यो अब डाँडाकाँडाको बाटो हो भने चाहिँ लामो लाग्थ्यो होला होइन नन स्टप गयो मात्र 1 घन्टा त्यही त अब आफ्नो प्राइभेट गाडीमा गयो भने 2 घन्टा लाग्छ नि अब पब्लिक बसमा गयो भने त लाग्छ नि टाइम अब रोकाउँदै लाने हो नि त यो चाहिँ मल अरे यहाँको है कति ट्राफिकमा आइहाल्यौँ यो चाहिँ 4 लेनको बाटो हो कि 3 लेन हो यो मतलब जाने 2 लेन अनि 3वटा छ गाडी 1 2 3 ए माथि यहाँको ट्राफिक रुल्स नै केही नबुझ्ने रहेछ क्या कन्फ्युज तर चलाउँदै गएपछि थाहा हुन्छ एरो दिइरहेछ यहाँको सिधा जान्छ होइन यहाँको सिधा मात्र यतापट्टिको यहाँको लेनको तिम्रो के भन्छ सिधा र यस्तो राइट भयो होइन के छ हजुर ठिकै छ मेरो चाहिँ ब्याट्री डाउन भएर चाहिँ मैले आउने बित्तिकै घरमा बित्तिकै फोन चार्जमा राखेको अनि सामानहरू सबै थन्काइसकेको गाइस माया चक्ली हजुर अब चाहिँ हामी बुढाबुढी कफी खाएर गफ गर्नेछौँ यतिसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद मेरो च्यानललाई लाइक सब्सक्राइब अनि कमेन्ट पनि गरिदिनु होला है आजको लागि चाहिँ यति नै